नमस्ते सबैजनालाई। एकदमै दुःखद खबर। टिकटकमा एकदमै भाइरल भएकी कञ्चनपुर बाँडी बङ्क घर भई हाल काठमाडौँमा बस्दै आउनु भएको आचलनाथज्यूले आफू बस्ने रुममा पेट्रोल हाली आगो लगाउँदै मर्ने कोसिस गरी अहिले उहाँलाई काठमाडौँ हस्पिटलमा लगेर उपचार छन् र डाक्टरको सुझाव अनुसार उहाँ बाँच्ने चान्स धेरै कम छ भन्ने प्रारम्भिक सूचना आएको छ। उहाँलाई स्वास्थ्य लाभको कामना छ। भिडियोलाई एकदम सेयर गरेर सहयोग गरिदिनु होला। धन्यवाद।